सामानहरू हेर्नु त भाँडा कुँडाहरू हिस्टोरिकल इक्विपमेन्टहरू चाहिँ यहाँ रहेछ क्या यहाँको एकदमै यो अरबिकहरूको पुरानो यो टिपोटहरू कतिहरू गावाहरू सकेछ ओखली खुरु त्यो जाँतो भन्छ जाँतोहरू हड्डीहरू पहिलाहरू सबै वनौटिसहरूले पनि प्रयोग गरेको थिएछ जमानामा गरेको थिएछ तराजु भन्छ तराजु हारहरू यसरी काट्थे रहेछ Hello, good evening guys. Welcome to back my vlog. आज चाहिँ हामी यहाँ 2-3 जना चाहिँ इभिनिङमा चाहिँ यहाँ कर्नेसतिर आएछौँ। कर्नेसमा चाहिँ यहाँ अहिले टक्क बेलुकाको 5 बजिसकेको छ। यहाँ चाहिँ भान्जा र कमललाई टोल्दै चाहिँ हेरिटेज भिलेजभित्र जाँदैछौँ अब टक्कसँग। भान्जा के भन्ने साह्रै भयो कि क्या हो यो चाहिँ के होला त नि यो पनि ट्रेडिसनल होला यहाँको कल्चर एक्चुअली यसरी पानी रहेछ यहाँबाट फुलहरू बोबाल छ पर क्यामेलहरू घरहरू चाहिँ यस्तो हो क्यामेलमा पनि चढ्नु पाउँदो रहेछ यहाँ ड्रेसहरू यहाँको यस्तो गेटहरू बोबा यहाँ चाहिँ हो क्यामेलमा यसरी ल्यान्डिङ हुँदो रहेछ है मान्छे यसरी ल्यान्डिङ हो क्यामेल यो चाहिँ आउँदैछ क्यामेल हर्स बच्चालाई यहाँ चढ्नु मन परिरहेछ सो हिँडिरहेछ त्यो चाहिँ तल गयो त्यो चाहिँ क्यामेल फेरि भित्र जाँदो रहेछ है यहाँ चाहिँ घोडामा यसरी हिँड्न सकिन्छ यहाँ चाहिँ स्टोनको हाउस बनाइरहेछ वाल लगाएर पुरै ढुङ्गाको मात्र घर बबालै देखिएको छ नेपालमा टक्क गाउँघरमा बनाए जस्तो घरहरू टक्क पुरै यो चाहिँ ढुङ्गाको कहाँबाट ल्याएको अलिकति परतिर गयो भने चाहिँ टक्क यता घामहरू पनि डुब्नु लागिरहेछ यो चाहिँ टक्क यिनीहरूको टेन्ट हो खैमा भन्छ अरबिकहरूले चाहिँ यो भित्र चाहिँ यसरी यिनीहरू बस्नुलाई बत्तीहरू पनि बालेर रहेछन् स्टेप पनि रहेछ पुरानो डिजाइनको घरहरू चाहिँ यो तरिकाले लालटिनहरू रहेछ अनि यहाँ बस्ने यत्तिकै एकदम लालटिनको रहेछ त एकदम भत्किएला जस्तो रहेछ है घरभित्र त छै एकदमै तर बबाल छ दाइ पुरानो हिस्टोरिकल हाउस गाइस पुरै ढुङ्गाको मात्र दामी छ दामी छ ल यहाँ चाहिँ हिस्टोरिकल घरहरू पनि देखिहालियो पुरै ढुङ्गाको घर टक्क यता चाहिँ खैमा घोडा चढ्ने यता भान्जा यिनीहरूको पहिला इँटाहरू केहीहरू नहुँदा यस्तोमा बस्ने यो अरबिकहरू बस्ने पहिलाको घर हो नि त हेरिटेज भिलेज भित्र पनि गइहालौँ न त हामी पनि टक्क यसरी निकै अँध्यारो रहेछ लालटिनहरू चाहिँ झुन्डाइरहेको रहेछ माथि पनि यो भित्र चाहिँ सानो अँध्यारो रहेछ त गाई चाहिँ बबालै बनाएर रहेछन् गाउँतिर गाईको गोठ बनाए जस्तै दामी तर बबालै छ लालटिनहरू झुन्डाएर पुरै बबाल छ है ल
यस्तो फ्ल्यागहरू देख्छ यसरी घामहरू पनि डुक्नु लागिरहेको छ यो चाहिँ भ्यूहरू भान्जा अलिकति गाह्रो तरिकाले हेरिरहेको छ यो चाहिँ के गर्ने र यो काठको ढुङ्गा हो क्या खोइ त नि ढुङ्गा चाहिँ ढुङ्गा गइसक्यो ल ढुङ्गा हेर्नु आएको ढुङ्गै छैन एउटा फोटो चाहिँ हान्नु पर्यो ल गाइस हेर्नु है त वुडेन बोर्ड चाहिँ यसरी एकदम फुल्ली फोर्स लाएर चाहिँ यसरी ल्याउँछ रहेछ टक्क जोडी मिलेको छ यार दाइ दुईजनाको दामी गरी हिँड्नु भएको छ कमल दाइ हो आज हाम्रो यो ठाउँमा घुमाउन ल्याउने लागि चाहिँ गाइड गर्ने मान्छे हो हामी चाहिँ यहाँ नयाँ भिजिटर हो हामी चाहिँ हेरिटेज अबुधाबी हेरिटेज भिलेजतिर चाहिँ अब कमल दाइले जता लानुहुन्छ त्यता जानुपर्ने छ स्वागतम पनि लेखिरहेको रहेछ है अबुधाबी ग्रान्ड मस्कको पनि यहाँ फोटो हालिदिएको रहेछ त्यहाँको हिस्टोरिकल यहाँको युज गर्ने अबुधाबीको किङहरू पनि रहेछ यहाँ हेर्नु है त गाइस यहाँ चाहिँ पहिला यहाँकोहरूले चलाएको वेपन्सहरू पनि यहाँ रहेछ हिस्ट्रिकल वेपन्सहरू नाइफहरू त्यसपछि यहाँबाट भएको यहाँ गनहरू यसरी राखेको रहेछ त्यसपछि यहाँ नाइफहरू पनि छ डेकोरेट गरेर राखेको एकदमै बबा तरिकाको नाइफहरू रहेछ यहाँ पनि नाइफहरू पनि बस नाइफ रहेछ यता पनि हिस्टोरिकल नाइफ र स्टिकहरू रहेछ यहाँ वेपन यस्तो पनि रहेछ भित्र हेर्नु है गाइस भेडा चिङ्राहरू यहाँको पहिला युज प्रयोग गरेको सामानहरू चाहिँ यसरी म्युजियम बनाएर चाहिँ यसरी सजाएर राखेको रहेछ यहाँ पुरै तरवारहरू नाइफहरू पनि रहेछ अनि राम्रो रहेछ यस यहाँ भनेर घडीहरू पनि रहेछ यसरी यसको पुरै तरवारहरू पो सजाएर राखेको रहेछ त नि दाइ पुरै ल तरवार कट्टीहरू सबै यहाँ छ लगाइछ तरवारहरू यस्तोरी राखेको रहेछ यहाँ सर्ट गनहरू रहेछ टक्क ल सर्ट गनहरू टक्क यहाँ लङ गन पनि रहेछ सर्ट गन पनि रहेछ है गाइस बुलेटहरू यस्तोरी हजुर फोटो पनि हाल्ने ल यहाँ चाहिँ पुरै कन्ट्रीको क्विन्स पैसाहरू रहेछ है कहाँ नि भान्जाको चाहिँ यहाँ फोटो पनि लिनुपर्ने भयो त्यही भएर गाइड भयो ल एक छ भान्जाको फोटो पनि हानियो अनि यता चाहिँ यस्तो रहेछ पुरै कन्ट्रीको चाहिँ क्विन्स मनीहरू चाहिँ यसरी कलेक्टिभ भएको रहेछ कतिवटा कन्ट्रीको पैसाहरू चाहिँ कलेक्सन गरेर यसरी राखेको रहेछ So that's a beautiful guys. Monkey पनि रहेछ यहाँ monkey पनि राखेको छ गाइस दामी त यहाँ पनि बोर्डहरू रहेछ भगवान्ले छ काठको बोर्डहरू चाहिँ भित्र रहेछ है कलेक्टिङ काठको ओहो ल दामी
वुडन बोटहरू यो चाहिँ एसी बिक्री रहेछ सो दिस all wooden board guys use here wooden board this is a history they always made like that from khajur plant पुरै यो एरियामा चाहिँ वुडन बोटहरू मात्र रहेछ गाइस हामी वुडन बोटहरू यहाँ रहेछ नि त नि ओ बाला सामानहरू त हेर्नु त भाँडा कुँडाहरू हिस्टोरिकल इक्विपमेन्टहरू चाहिँ यहाँ रहेछ क्या यहाँको एकदमै यो अरबिकहरूको पुरानो यो टी पटहरू कफीहरू गावाहरू सर्भिस गर्ने ठाउँहरू गाइस नाइस ल हेर्नु त यो ओखली खुरुक जाँतो भन्छ जाँतोहरू हर्पीहरू घैलाहरू सबै यो अरब देशहरूले पनि प्रयोग गरेको थिएछ जमानामा र अझै पनि यहाँ म्युजियममा मजाले सजाएर यसरी राखिएको रहेछ गाइज यो पनि उनीहरूको पुरानो सामानहरू नै हो पानी बोक्नेहरू होला पानीहरू केहरू यसरी यो के हो यो गधामालाई प्रयोग गरेर बोकेको सामानहरू रहेछ अनि यता यो के हो यो ढुङ्गा तार्ने होला काठको यो चाहिँ के हो यो थाहा भएन सायद बोटको सामानहरू हुनसक्छ यो चाहिँ चराको लागि बाम्बो बाँसको बनाएको रहेछ र यो भनेको माछा मार्ने पनि रहेछ जाल पनि पुरानो यस्तो थिएछ है गाइस अरबिक कन्ट्रीहरूमा यस्तो देखिनेछ यो चाहिँ के हो चिनिएन अरबी देशको फल होला कछुवा रहेछ यहाँ गङ्गटा पनि राखेको रहेछ यो समुद्रभित्र पाउने किराहरू यो लभ स्टोर भन्छु मजाले सजाएर राखेको छ दामी ल यो चाहिँ के हो त यो चाहिँ यो क्यामेलमाथि प्रयोग गर्ने यसमा क्यामेलको ढाडमा लगाउने सामान रहेछ यो जमानाको गाइस ओहो यो त के खालको के हो नामै आउँदैन हेरेर चित्त बुझाउनु पर्ने स्थिति आयो यो पनि क्यामेलमाथि घोडामा खिचवाए ल यो जोख्ने सामान पनि यसरी प्रयोग गरेको थिएछ पहिला यो तराजु भन्छ तराजु पनि ल आराहरू पनि यसरी काट्थे रहेछ पहिला काट्ने आराहरू नाइफहरू रहेछ म यता बन्दुक चाहियो एउटालाई यता फोटोग्राफर हुनुहुन्छ दाइ टक्कसँग ल ठिक छ यहाँ तीरहरू पनि रहेछ टक्क के हो बाण हान्ने तीर नेपालमा नि प्रयोग गर्ने कुराहरू रहेछ यहाँ चाहिँ बुलेटहरू राखेको छ सर्ट गनहरू पनि रहेछ गनहरू पनि रहेछ गाइस यो के हो यहाँको यस्तोहरू युज गर्छु होला ल यो चाहिँ बाम्बोको बनाएको रहेछ तीर बाबा म्युजियम छ भित्र ल यहाँ चाहिँ तोप पर्किने रहेछ ड्याङ ड्याङ यो पर्क्यो भने त अनि होइन पहिला हाम्रो पनि थियो अरे यस्तो नेपालमा होइन दाइ गोलाहरू हान्ने ल अब कमललाई दिस म्युजियम गाइस वी आर गोइङ टु इनसाइड द म्युजियम कमललाई यो म्युजियममा चाहिँ के पाउँछ कल्चरल ड्रेसहरू रहेछ कल्चरल ड्रेस यो चाहिँ ठिकको यो चाहिँ यसरी बनेको रहेछ भेडाको बाख्राको केसको कल्चरल ज्वेलरीहरू पनि रहेछ यसलाई ज्वेलरी भन्छ होइन कल्चरल ज्वेलरीहरू पनि रहेछ सो बगा त्योभन्दा नि यो मन पर्यो यो के गरेको दाइ
यसमा पानी चाहिँ यसमा भर्ने पानी बोकेको अनि यो के को छालामा बोकेको बाख्रा उयो मिरेको छाला हेर्नु त मिरेको छालामा यसरी झुन्डाएर ल यसरी चाहिँ पकाउने पस्काउने खाने पकाउने भाँडाहरू चाहिँ यो तरिकाको देखियो पहिला अरबिक देशमा यो चाहिँ टी कफीहरूको लागि चाहिँ यिनीहरूले यस्तो तरिकाले यसमा पकाउने यसबाट सर्भिस गर्ने गर्थ्यो रहेछन् हिस्टोरिकको यो भनेको यहाँ यो हाते आइरन त यता पनि युज गर्थ्यो रहेछ होइन अरबिक देशहरूमा पनि यो हाते आइरन चाहिँ यसरी युज गर्थ्यो रहेछ गाइस है हेरिटेज भिलेजभित्रको म्युजियममा घुमियो गाइस अनि अब बालै भयो यहाँ चाहिँ यस्तो जुरे गोरु रहेछ कि कमल दाईको घरकै गोरु भन्दा नि खतरा रहेछ यो हाँस पनि रहेछ अन्त जुरे गोरु रहेछ यहाँ गाइस हेर्नु है त यस्तो बोबाल रहेछ कि हेर्नु त गाइस आज हामी 4 जना चाहिँ अबुधाबीको हेरिटेज भिलेज म्युजियमभित्र घुमेर अब सकेर हामी निस्किँदैछौँ क्यारे टक्क घुमाउने गाइड चाहिँ हाम्रो कमल दाई हो आज टक्क अबुधाबीमा यस्तो हुँदो रहेछ हेर्नु अनि टक्कसँग अब बाहिर गएर के पो गर्ने हो दाइ अब बाहिर गएर कमल दाइलाई नै फलो गर्नु पऱ्यो नि चरा हेर्नु बाँकी छ अरे अब टक्क कमल दाइले जता लानुहुन्छ त्यता जाने हो